होइन पञ्चायत व्यवस्था चाहिँ फाल्नुपर्छ जस्तो लाग्यो। अहिले बुद्धि आएर पो त्यसले कस्तो हिराको टुक्रो फ्याँकेछ भनेर अहिले पश्चाताप लाग्छ, बेग्लै कुरो होइन नि। त्यो गयो भने हामीलाई एकदम आलु गोलमेडा घरमा भान्जामा त्यसै उम्रेर आउँछ भन्ने खालको सोचाइ थियो। तर तपाईँ कसरी नेपाली, तपाईँले लगाएको कुनै कुरा नेपाली छैन। खाने भात पनि तपाईँले भारतबाट आएको धान खाएर चामल खाएर आउनु भएको छ। कसरी तपाईँ नेपाली भनेर मलाई प्रश्न गर्नुभएको थियो नि। यसैको लागि तपाईँले त्यति बेला व्यङ्ग्य प्रहार गर्नुभएको थियो। आज के पाइयो र तपाईँ? मेरो सोचाइ त्यो बेला पुगेन, सोचाइ नपुग्यो। म पश्चाताप गर्छु र यो अहिलेको समाजले त धेरैले पश्चाताप गर्न पाएको छ। अहिले त आँखाबाट आँसु आउँछ पञ्चायत। त्यो पञ्चायत जसले धान चामल निर्यात गर्थ्यो यो देशबाट, भारतलाई, बङ्गलादेशलाई, अरू कयौं देशहरूलाई गर्थ्यौँ। हामी तरकारी निर्यात गर्थ्यौँ। हाम्रा विशेषज्ञ भारतमा गएर मै गएको छु, भारतको विशेषज्ञ भएर उनीहरूको कार्यक्रम सञ्चालन गरिदिनलाई मै गएको छु। त्यस्ता कयौं गएर काम गर्थ्यौँ। अन्तर्राष्ट्रिय क्षेत्रमा चाइनामा गएर काम गरेका छु। हामी त्यस्ता नेपाली थियौँ कि त्यस्ता नेपाली जन्माउने व्यवस्था। अनि के को लागि तपाईँले त्यसरी व्यङ्ग्य प्रहार गरेर त्यो पञ्चायत? होइन, त्यो एउटा हुल आयो, त्यो हुरी त्यतातिर आयो। म पनि त्यो बेला बुद्धि पुगेन, म पनि त्यो हुलतिर लागेँ। मेरो पीड अहिले किन मैले त्यो बेला चाहिँ नि सुनको टुक्रा फ्याँकेछ भने मतलब त्यही बेलामा हामी निर्यात गर्थ्यौँ, अहिले आयात गर्ने भएको छौँ। त्यही बेलामा मेरो ट्रली बस थियो, मेरो ट्रली बस छैन अहिले। त्यही बेलामा नेपालमा, इन्डियामा ब्ल्याक एन्ड व्हाइट कलर टिभी हुँदा नेपालमा कलर टिभी थियो। अहिले इन्डियाको टिभीको क्वालिटी कहाँ पुगिसक्यो, हाम्रो टिभीको क्वालिटी हेर्नुहोस्। हाम्रो सञ्चार यति गतिलो थियो, इन्डियाका मान्छे, युपी र बिहारका मान्छे नेपालमा आएर टङ्कल गर्थे। यहाँको सञ्चार त्यति बलियो थियो। हामी, हाम्रा छोराछोरीहरू हेटौँडा कपडा उद्योगका कपडा लगाएर स्कुल जान्थे। अहिले अमेरिकाका कपडाहरू चाहिँ कुन चाहिँ देशका, भारतका कपडा ल्याएर चाहिँ स्कुल लगाएर टाई लगाएर जान्छन्। कुन इज्जतले जान्छन्? कमसेकम पहिलाको त्यो पञ्चायतकालको विद्यार्थीहरू त आफ्नो देशको बनेको कपडा लगाएर इज्जत साथै स्कुल जान्थे हो। अहिले यो विदेशी ल्याइदिए नाना लगाएर चाहिँ नि बाउबाजेलाई, जागिरे बाउलाई चाहिँ घुस खान बाध्य पारेर चाहिँ नि किने कपडा लगाएर सुट लगाएर बेजती बनेर स्कुल जाने। सुट लाउँदैमा इज्जत आउँछ। आफ्नो लगाउनु, आफ्नो लौटे लगाएर हिँड, आफ्नो लगाएर हिँड, अनि पो इज्जत हुन्छ। मेरा त्यत्र छाला जुत्ता कारखाना थिए, मेरो फ्रिकुटी कागज कारखाना थियो, मेरो थियो। मेरो त केही पनि छैन। किन भयो?